शिक्षक भनेका हाम्रा समाजका अग्रिमपन्थीका जिम्मेवारी लिएर काम गर्नुहुने व्यक्ति हुन्। उहाँहरू हुन् डक्टर, इन्जिनियर, साइन्टिस्ट बनाउने। र आज लाभाको हाई स्कुलका विमल सर कहाँ हुनुहुन्छ भने आज हाम्रो फ्रेन्ड्स सर्कलबाट उहाँलाई हाम्रो एउटा स्कुलबाट फेरवेल भए तापनि हाम्रो तर्फबाट फेरवेलको निम्ति उहाँलाई निम्ताएको छौँ। र आजको यस कार्यक्रममा हाम्रो पुनित भाइ अलिकति ढिलो भएकोले गर्दाखेरि उसको बिजी सेड्युल भएकोले गर्दाखेरि ढिलो हामी समक्ष आइपुग्यो र पुनित भाइले हाम्रो श्रद्धेय सर विमल सरलाई खदामालाको कार्यक्रम अब अहिले फिलहाल यो साँझको पखमा गर्न गइरहेको छ। सबैजना साथीभाइले उहाँलाई ताली लगाएर उहाँलाई भव्य रूपमा स्वागत गरिदिने म अनुरोध गर्दछु। र धन्यवाद, धन्यवाद पुनित भाइलाई है। र धन्यवाद हाम्रो ब्लगर्स भाइ रमेश भाइलाई पनि झन्डीबाट हामी समक्ष साथीभाइहरूको यस बिचमा आज उपस्थित भयो। रमेश भाइले हामीलाई आज हाम्रो साथीभाइको बिचमा बसेर हामीलाई ठुलो योगदान दिएको छ, किनकि एउटा ब्लगर्स यस गाउँको एउटा प्रख्यात मान्छे हो। उहाँले ब्लगर्स यो फेसबुक मार्फत चलाएर आफ्नो कार्यक्रमहरू अगाडि बढाइरहेको छ। र आज हाम्रो विमल सरको फेयरवेल अगस्तमै भए तापनि आज हामीले उहाँलाई साथीभाइको तर्फबाट उहाँलाई हामीले एउटा फेलिसिटेसन जनाइरहेका छौँ। र यो फेलिसिटेसनको अन्तिम कार्यक्रममा हामी साँझ पखमा पुगिसकेको छौँ। हाम्रो बिदाई हुन लागिरहेको छ। यस बिदाई कार्यक्रमको टाइममा पनि उहाँले हामीलाई कभर गरेर हाम्रो यस साथीभाइको कार्यक्रमलाई अगाडि बढाउने उहाँको ठुलो दायित्व भएकोमा उहाँलाई हामी धन्यवाद दिन चाहन्छौँ रमेश भाइलाई। र आज अब यस विमल सरको यस हाम्रो फेलिसिटेसनको कार्यक्रममा हामीले उहाँलाई फेलिसिटेसन जनाइसकेर हामी बिदा हुने टाइममा यो एउटा सानो फेरि छुट्टिने कार्यक्रम हुन लाग्दाखेरि रमेश भाइले सानो एउटा कार्यक्रम बनाऊ भन्दाखेरि चाहिँ हामीले यो कार्यक्रम बनाइराखेका छौँ। सर, तपाईँलाई धेरै धेरै धन्यवाद। हामी अघि नै हामीले तपाईँलाई भनिसकेको छौँ कि तपाईँ हाम्रो लागि एउटा यति ठुलो कर्णधार हुनुहुन्छ। हाम्रो तपाईँ एउटा गोरेटो भएर अगाडि बढिदिनु भयो। शिक्षाको टाइममा तपाईँले हामीलाई धेरैवटा राम्रो शिक्षाहरू दिएर अगाडि बढाउनु भएको हामीलाई नराम्रो गोरेटोमा नजाने र राम्रो मात्रै अगाडि कतिवटा कुराहरू गर्नुपर्छ भन्ने कुरामा प्रोत्साहन गर्नुहुने तपाईँ एउटा महान व्यक्ति हुनुहुन्थ्यो। त्यस मात्रै नभएर समाजको लागि पनि आज हाम्रो विमल सर भयङ्कर ठुलो एउटा के भन्छ यसलाई उदाहरण बनिएका छन्। समाजको लागि पनि विमल सरले हामीलाई बहुत ठुलो सेवा गरेर अगाडि बढ्नुभएका हाम्रा विमल सरलाई हामी कहिले पनि भुल्न सक्दैनौँ। त्यस कारणले गर्दाखेरि हामी हाम्रो विमल सरलाई सदैव याद गरिरहनेछौँ। सदैव हाम्रो विमल सरलाई अगाडि हामी देख्न चाहन्छौँ। उहाँको आउने रिटायरमेन्ट लाइफमा एकदमै फुलोस् राम्रोसँगले अगाडि अझै गरेर जाओस् भन्ने हामी एउटा आशा राख्दै र आउने भविष्यमा सबै कुरो तपाईँको उन्नति भएर जाओस् भन्ने हामी एउटा कामना गर्दछौँ। विशेष गरेर आज यस अब फेलिसिटेसन कार्यक्रममा चाहिँ जस्तो अगस्त 30 तारिक नै सरको अब स्कुलबाट चाहिँ नियत सकेको थियो र अब हामी फ्रेन्ड्स सर्कल जस्तो अघि साथीभाइहरूले भने फ्रेन्ड्स सर्कल नभएर हामीलाई चाहिँ अब पढाउनु भएको हाम्रो यहाँ जतिजना 2-3 जना हुनुहुन्छ है, अनिल भयो, अब गौतम, म होइन, राजेन्द्रज्यू भयो होइन, उहाँले चाहिँ अब हामीलाई चाहिँ शिक्षा दिनुभएको होइन हाम्रो एउटा सर पनि हुनुहुन्छ। र अहिले चाहिँ आएर फिलहालमा आएर चाहिँ अब एउटा फ्रेन्ड्स सर्कल हामी बन्नेको छौँ है, किनभने अब सरको एउटा साथी भयो भने जेसुकै भयो भने अब हामीसँग एउटा जोडेर बस्नु भएको छ। त्यसले गर्दाखेरि अब अरू कुरा त अब मेरो भन्नुपर्ने केही पनि छैन। तर पनि अब हाम्रो अनिल साथी र अब विनोद दाजुले जस्तो प्रकारले अब यो क्षेत्रमा भनिहाल्नु भयो होइन। र हाम्रो चाहिँ साथी मात्रै नभएर हाम्रो सर हुनुहुन्छ। त्यसले गर्दा चाहिँ हामी सानोभन्दा सानो केही न केही अब सबैले फेलिसिटेसन त गर्नुहुन्छ सरलाई, तर पनि एउटा फ्रेन्ड सर्कल भएको कारणले गर्दाखेरि चाहिँ आज केही न केही एक्स्ट्रा गरौँ र कहीँ गएर गरौँ भनेर गर्दाखेरि चाहिँ हामी यो गीत खोला बगरमा हाम्रै क्षेत्र अब यहाँ होइन नजिकमा आएर चाहिँ हामी एउटा गरौँ भनेर हाम्रो एउटा सोच भएर चाहिँ अब हामीले यो कार्यक्रम गर्नु सफल भयौँ है। त्यसमा अब सरलाई के कस्तो लाग्छ के भयो अब सरको होइन, अब सरकोबाट 1-2वटा तपाईँकोबाट अब हामीले अब एउटा 2 शब्द राखिदिनुहोस् भने हामी अनुरोध गर्दछौँ। धन्यवाद। थ्याङ्क यू सो मच मेरो साथीहरूलाई
हुन त मेरो स्टुडेन्टहरू पनि छ है, तर सबै मेरो साथी अहिले। हुन त म लास्ट 1990मा म लाभा आएको, अनि आएर अहिलेसम्म म कार्यरत थिएँ। हिजो अस्ति अगस्तमा म रिटायरमेन्ट भयो। तर आज अचानक साथीहरूले कहीँ अस्तिदेखि भन्नुहुँदै थियो, कहीँ नजानु तपाईँ 16 तारिक घरमा हुनुपर्छ भनेर भन्नुभएको थियो। त आज म बसेँ, घरमा थियो, बिजी सेड्युल थियो र पनि म बसेँ, के होला के कसो होला भनेर। तर आज चाहिँ अब उहाँहरूले सबै मिलेर चाहिँ पिकनिक अर्गनाइज गर्नुभएछ मेरो रिटायरमेन्टको उयसमा, उपलक्ष्यमा भनौँ न। उहाँले आज आयौँ, खायौँ, मजा गऱ्यौँ, गीत गायौँ, मजा भयो। अब लाइफमा त्यस्तो हुँदो रहेछ, नानीहरूको समयमा भिन्दै कुरो हो, जवानीमा भिन्दै कुरो हो, अहिले ओल्ड एजमा आएर भिन्दै मजा हुँदो रहेछ। त आज मैले धेरै मजा गरेँ। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद मेरो साथीहरूलाई। अब लिमिटेड साथीहरू हुनुहुन्छ, तर म सबैलाई सम्झेको छु, सबैले सम्झेको छ होला सायद। र थ्याङ्क यू सो मच सबैलाई। भोलि दिनमा अझै मजा गर्दै जाउँला सायद, कति बाँचिन्जेलसम्म है। थ्याङ्क यू सो मच। अरू त केही भन्नु सक्दिनँ। हजुर, थ्याङ्क यू सर। तपाईँलाई रदा रदा पनि एउटा प्रश्न चाहिँ म सोधेँ है, शिक्षक भएर कस्तो हुनुपर्छ सर हाम्रो समाजमा? खै अब तपाईँको प्रश्न धेरै जटिल छ है। शिक्षक हुनु सजिलो होइन। धेरै कुरो जीवनमा अब धेरै कुरो सिक्नुपर्ने रहेछ। कसरी हुन्छ, आफू कस्तो छ त्यसलाई साइडमा राखेर पनि आफूले नानीलाई कसरी शिक्षा दिनुपर्ने, के गर्नुपर्ने, त्यो सब आफूले अब जिउनुपर्ने रहेछ, त्यो सब लिनुपर्ने रहेछ। त्यसले गर्दाखेरि धेरै साह्रो हो, सजिलो छैन, सजिलो छैन। शिक्षक हुनु सजिलो छैन। आफू नै इक्जाम्पल हुनुपर्दो रहेछ। मेरो सर्ट आन्सर चाहिँ आफू इक्जाम्पल हुनुपर्ने रहेछ। त्यसले गर्दा मात्रै नानीले पनि त्यहाँबाट सठिक अब आन्सर पाउनु सक्छ। थ्याङ्क यू। साथीहरू सबैजना हाम्रो विमल सरको लागि चाहिँ तपाईँहरूलाई पनि पढाउनु भएको छ भने चाहिँ सबैजनाले रेस्पेक्ट गर्दै यो भिडियो चाहिँ सेयर गर्नु पऱ्यो कि परेन? सेयर गर्नु पऱ्यो कि परेन? ल हस्।